can visit. हुनुहुन्छ बसिरहनु भएको छ बजु हेलो गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल हजुरहरूलाई फेरि पनि स्वागत गर्दै आजको भिडियोमा र अहिले भने चाहिँ हामी चाहिँ माथिल्लो बारी जाँदैछौँ माथि हाम्रो बारीमा अब यहाँ तलबाट स्कुटी लिएर जानुपर्ने छ कहिले गएको छैन स्कुटी लिएर चाहिँ म र धेरै बातमा चाहिँ जाँदैछु आज नयाँ एक्सपिरियन्स हुनेछ माथिको बाटोहरूमा र हेरौँ के हुन्छ कसो हुन्छ तपाईँहरूलाई म भिडियोमा देखाउने छु यहाँ पर चाहिँ मम्मी हुनुहुन्छ अगाडि मम्मी र म जाने हो बाबा चाहिँ माथिबाट सर्टकट जानुभयो र अब चाहिँ अहिले भेटौँ है त ल अब चाहिँ मम्मी र म चाहिँ लागेको भयो यो बाटो चाहिँ अब जानुपर्छ अप्ठ्यारै छ सो गाइज अहिले चाहिँ हामी माथि लुन्चुक डाँडा आइपुगिसक्यो यहाँनिर मम्मी चाहिँ वासरुम जानुभएको छ लुन्चुक डाँडा त्यसै रोडकै छेउमा घर मजाको अहिले चाहिँ अब हामी चाहिँ पुग्न आँटेको हाम्रो बारी रोड पनि अहिले त मजाको रहेछ है सो गाइस अहिले चाहिँ हामी यहाँ आइपुगेको छ फेरि यस्तो छ है हाम्रो बारी अब जाने रोड चाहिँ यो हो लुन्चोक माथि होमस्टे जाने बाटो पनि यही हो यो चाहिँ अब हाम्रो जमिनहरू पर्छ यहाँ चाहिँ हाम्रो घर यस्तो रहेछ दामी बाटो तलबाट हेर्दैछ को मजाको है यहाँ तल चाहिँ हाम्रो बारी पर्छ अहिले तपाईँहरूलाई देखाउँछु अहिले चाहिँ यहाँबाट जानु र साथीहरू अहिले चाहिँ हामी यहाँ हाम्रो बारी आइपुगिसक्यो यो चाहिँ हाम्रो जमिनहरू हो यो चाहिँ हेर्दैछ यहाँ टक्कै लगाएर यो रोड यहाँ छ यहाँ छेउमा अब तलको जमिन हाम्रो कम्पनीले उडाइदिइहाल्यो घर पनि बस्नु नसक्ने भयो अब इन फ्युचर चाहिँ अब हामी चाहिँ यहाँ घर बनाउने सोचेका छौँ यस्तो छ रोडको छेउमा टक्क लगाएर तल्लो रोड पनि त्यहाँ छ है यहीँ छ रोड तल्लो रोड र यो माथिल्लो रोडको यहाँ बिचमा चाहिँ यो जमिन चाहिँ हाम्रो पर्छ यहाँ छ दाजु भाउजूको घरहरू यो पर देख्देको रोलेपर हो यहाँदेखि उँभो यस्तो छ टक्कै लगाएर र अब हेर्नुपर्छ एकछिन अमिन ल्याएर चाहिँ नापेर चाहिँ अब यसमै नाममा गरिदिनु पऱ्यो भनेको नि सबै अब अमिन ल्याएर नाप्यो अरे यसमै नाममा गरिदियो हो रोड मुनि त्यो रोड मुनि चाहिँ दुईजना दिदी बहिनी छोरीहरूलाई
दिदीलाई दुईजना दिएको छु एक घडी पुगेको हो उनीहरू टक्क लगाएर यो जमिनहरू पनि हाम्रै हो यहाँ योहरू सबै यस्तो छ यो तल देख्दै गरेको चाहिँ माइला बाजेको घर माइला बडा यो साइला बडा दाजुभाइको घरहरू यो यहाँदेखि उँभो पनि हाम्रै हो यहाँदेखि ओह्रालो पनि हाम्रै हो यो बाटोको अब चाहिँ तल बसाइ हुँदैन जस्तो छ अब घर चाहिँ बादमा यहीँ बनाउनु पर्छ सोच्दैछौँ हेर्दैछौँ के हुन्छ कसो हुन्छ होइन अब तल दसरी भइगयो कम्पनीले लगिहाल्यो तपाईँहरूले पनि कुरैमा याद गरिदिनु होला होइन अब के गर्नु त्यस्तै छ यहाँ चाहिँ हाम्रो बडाको दोकान यदि तपाईँ यो बाटो भएर आउनुहुँदैछ भने टक्क यहाँ गाडी राखेर दोकान निस्किनु होला चिया खाजा खाएर जानु होला बडाको दोकान ल आज भने चाहिँ हामी यहाँ भ्यू पोइन्टमा आइसक्यो बाटो यहाँ चाहिँ टक्क लगाएर मजाको रहेछ टक्कै यहाँबाट चाहिँ लामा तेनहरू जस्तो देख्दछ टक्कै मजा आइरहेछ मम्मी मम्मी चाहिँ यहाँ चाहिँ कस्तो लाग्यो दामी रहेछ है जग्गाहरू यहाँ त हामीले तलबाट त यो अर्को देख्छ होइन तर यहाँबाट हेर्नु नि कति मोचो देख्छ होइन त्यो फेसेला खाएर त त्यो फेसेला खाँदा त्यहाँबाट पनि रोड आउँदैछ नि त जतासुकै जो है अब हामी चाहिँ यहाँबाट चाहिँ फेरि यहाँ बडीको घर जाँदैछौँ बडी र बोजूलाई भेट्नुको लागि बडी र बोजूको घर चाहिँ ऊ पर रहेछ यहाँ चाहिँ चिसो चिसो रहेछ जग्गा चाहिँ दामी ओइ गाई रहेछ मम्मी चाहिँ अगाडि अगाडि जानुहुँदैछ चाँप त यहीँ रहेछ त अन्त चाँप सो गाइस यो चाँपको बोटी चाँपहरू फुलिरहेको रहेछ त्यस्तो देख्दैन रहेछ अब आइफोन भए त बबाल देख्थ्यो बबाल मकैहरू रोप्नु भएको रहेछ मजाले यस्तो चाहिँ साथीहरू हाम्रो बडी चाहिँ यहाँ काम गर्नु हुँदो रहेछ हाम्रो ताराकुमारको घर चडक्क बनाएको रहेछ नि त है घर त खोइ बोजू जाइ बसी ए हाम्रो बोजू त ठिकै हुनुहुन्छ ए ल कहाँ यस फुलहरू सर दामी दामी कलर ए फुलहरू दामी रहेछ फुल बोजू हुनुहुन्छ बसिरहनु भएको छ बोजूले त कति वर्ष पुग्नु भयो भने खै बिर्सि त सक्यो अब त 100 वर्ष पुग्यो नि पुग्यो त तर पनि तगडा हुनुहुन्छ अहिलेसम्म अब हात खुट्टामा बस्यो नि ल अब यस्तै छ फोटो खिचेर लगेको नि बोजूको भोलि पछि हेर्नुपर्छ नि ल अब चाहिँ हामी फेरि घरतिर लागेको त्यही बाख्राको घरहरू रहेछ बाख्राहरू मैले तपाईँहरूलाई देखाएको थिएँ नि यो चाँपको बोट रुख यहाँ चाहिँ मजाले फुलिसकेको रहेछ तर तल खोर्सानी बारी कोपी बारी मजाको अब चाहिँ हजुरको बाबा त उताबाट जानुहुन्छ होला हामी यताबाट जाउँ अन्ध्यारो भइहाल्छ साथी भयो
राति भयो अघि गयो भने त राति के गर्यो नि त किन कराएको यहाँ ल त साथीहरू यो चाहिँ रोडमा स्कुटी राखेको छौँ जाति भयो अप्पर लामातेन स्कुटी हामीले यहाँ राखेको छौँ लागेको अब मजा आयो आज कि कस्तो भाइ मजा आयो मजा आयो घरमा बस्दा बस्दा अल्छी लागेर हिँडेको घुम्नु ल कहिलेकाहीँ मजा आउँछ ल साथीहरू अहिले भेटौँ है एकछिन ल चढ्नु के साह्रो डराएको होला ल भयो ल यहाँ चाहिँ रहेछ नेचर रिट्रिट होमस्टे यु क्यान भिजिट टक्क लगाएर यस्तो छ सो गाइस अहिले चाहिँ म यहाँ आइपुगेको छु माथि सबै सकेर अनि मम्मीलाई चाहिँ यहाँ छोडिराखिदिएको छु अब म चाहिँ उँधो लागेको सो भरे भेटौँ ल